37 करोडको कम्पनी छ, 37 करोडमा 65% जोड्दा पनि हैन तपाईको करिब तपाई सम्झिनुस् नि 60 करोड हुन्छ कि हैन। अब 60 करोडको कम्पनी चाहिँ लो क्याप नै भयो, 400 को दरले पनि 240 करोडको मात्र पेडअप भयो, मतलब मार्केट क्यापिटलाइजेसन भयो हैन। सो 240 करोड त्यति ठुलो चाहिँ छैन है बजारमा। सो अब कतिमा गएर बस्नु पर्ने, किनभने आउने हप्तामा त बेचेकोले पेमेन्ट पाउने होइन, किन्नेले पेमेन्ट दिनु पर्दैन। सो आउने हप्तामा कतिमा गएर राम्ररी बस्छ र राम्ररी ट्रेड हुन्छ त्यो हेर्न एकदम इन्ट्रेस्टिङ हुन्छ, किनभने सुरुको 2-3 दिन त नपाउनु पर्ने। हजुर त्यो हिजो पनि म राति यहाँ लाइनमा बोल्न बस्दा बस्दै मेरो ब्याट्री अफ भएर गयो दाइलाई शशाङ्कजीले पनि वर्षाजीको के छ कुरा भन्नु हुँदा मेरो ब्याट्री नै स्विच अफ भयो दाइ। त्यो त्यतिखेर चाहिँ मैले त्यहाँदेखि पछाडि अगाडि सुन्न पनि पाइनँ, ब्याट्री मेरो मोबाइलै अफ भएर। त्यो के भन्छ किनेको पैसा पर्दैन के भन्ने कुरा थियो दाइ, म त्यतिकै म अफ भएको क्या मोबाइल दाइ। त्यो अलिकति प्रष्ट बनाइदिनु भयो हुन्थ्यो दाइ भने। अलग अलग कम्पनीको अलग अलग हुन्छ, कसैको 1 हप्ता हुन्छ, कसैको 1.5, कसैको 2 हप्ता हुन्छ। बुक क्लोज भनेर जुन मिति तोकिन्छ त्यसको 1 हप्तासम्म तपाईले त्यसको किन्दा पनि तपाईले तपाईको जसरी सन्डे मन्डे ट्युसडे तपाईले किन्नु भए पनि भने पनि तपाईको खातामा आउँदैन त्यो शेयर। हजुर सन्डे मन्डे ट्युसडे तपाईले बेच्नु पनि भयो भने तपाईले इडिआइएस गर्ने मौका पाउनुहुन्न, सेटलमेन्ट हुन्न हैन। सो सन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे तपाईको किनेको व्यक्तिहरूले पैसा तिर्नु पर्दैन, बुझ्नुभयो? हजुर दाइ बुझ्यो। पैसा पाउँदैन, सो बेच्ने मान्छे हुँदैन सन्डेदेखि, र सन्डेदेखि किन्ने मान्छे अत्यधिक हुन्छ, किनभने उनीहरूले त्यहाँ प्रफिट पाइहाल्छ, सेटलमेन्ट भएर आउन बित्तिकै बेच्न पाए हैन। सो त्यसैले गर्दा तपाईको यो बुक क्लोजले गर्दा यसमा एउटा नयाँ हाई बनाउने चान्सेस बनाउँछ जोशीले। हजुर नमस्ते दाइ। घिसिङजी राखौँ हजुर प्रश्न। दाइ यो सिन्धुको राइट साइड कहिले आउने हो? हजुर सिन्धुको राइट साइड कहिले आउँछ? अलिक जोरले बोल्नुस्। सिन्धुको राइट साइड कहिले आउँछ दाइ? राइट आइसक्यो, बुक क्लोज पनि भइसक्यो। अब राइट आउने एप्लाई गर्ने डेट चाहिँ छिटै आउँछ। अब तपाईसँग शेयर, अब तपाईले जससँग शेयर छ आज हिजोको मितिसम्म किनेकोले शेयर भर्न पाउँछ है। सिन्धुको सोधिराख्नु भएको छ उहाँले, हजुरले के दाइ मजाले डुबिसक्नु भएछ। के भन्दै हुनुहुन्छ तपाईले? दाइ के सिन्धुको सोध्नु भएको? आउँछ छिटै आउँछ है हजुर, छिटै आउँछ, प्रोसेसमा छ। मैले जोशीको बारेमा भनिसकेँ है। मैले दाइ भने म्युट। कति टाइम लाग्ला दाइ यो बुक क्लोज आउन चाहिँ? यो सिन्धुको त अब राष्ट्र ब्याङ्कबाट अप्रुभल आएपछि आउँछ नि हजुर। पाइपलाइनमा छिर्न धेरै टाइम लाग्दैन है हजुर। दाइ जय श्रीराम। जय श्रीराम। हाम्रो डेभलपमेन्ट ब्याङ्क कतिसम्म झर्ला दाइ अझै? मलाई त्यस्तो झर्छ जस्तो लाग्दैन यार, मेरोमा त्यो समस्या छ। म झर्नेतिर बढी फोकसै हुन्न। अल टाइम हाई पनि नदेखेको धेरै भयो दाइ, अब बुम बुम पार्नु पर्यो दाइ। हजुर म फन्ड म्यानेजमेन्टहरू गरिरहेको छु हजुर, कोसिस गरिरहेको छु। त्यो गराउनु मात्र हामी पनि सपोर्ट छौँ दाइ। हस् थ्याङ्क यू। दाइको धेरै ध्यान त उडाउनेतिर हुन्छ, झार्नेतिर कहाँ हुन्छ। जय श्रीराम। जय श्रीराम। धेरै पछि आइपुगे त हजुरको लाइभमा आजमा। के हजुर हजुर आज बिहान थियो 9:50 सम्म, त्यसैले गर्दा।
अनि के छ हौ बजारमा यताउता अलिअलि अब यसो हामी पनि अलिकति जोडौँ न हौ भन्नेतिर लागिरहेको छु जोडिएका त छौँ अहिले तपाईँसँग जोडेर त कुरा गरिरहेको छु होइन र अलिअलि पोर्टफोलियोतिर पनि हजुर पोर्टफोलियो छ हजुर अब मैले भने नि तपाईँहरूले अब त्यस्तो सँगै ट्रेडिङ गर्नु पर्ने हुन्छ भने शशाङ्कसँग सोद्धा हुन्छ मेरो अफिस आउँदा हुन्छ मेरो ओपन छ अफिस तपाईँहरूको लागि त्यस्तो केही छैन अलिकति तर मसँग धेरै टाइम अस्ति पनि मतलब लिमिटेड टाइम हुन्छ त्यो कुरा हजुरहरूले बुझिदिनु पर्यो फेरि गयो दिपेन्द्रले एटिट्युड देखायो वा भेट्न 1 मिनट मात्र भेट्यो टिकटकमा त बसिराख्छ काम त छैन होला भनेर सोचेर नआइदिनु होला प्लिज ए हस् 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 शशाङ्कसँग टाइम फिक्स गर्नुहोस् मेरो अफिस जहिले पनि खुल्ला छ थुप्रै बस्ने ठाउँ पनि बनाएको छु सुन्नु न मेरो अलिकति एनएफएसमा फसिरहेको छु हौ अलिकति धेरै होइन अलिकति छ बिचमा निकालेको थिएँ त हजुर एनएफएसबाट होइन त्यो कस्तो लोभले लाउ बिला हुन्छ भनेको फिल भयो क्या अहिले आएर अब हेर्नुहोस् सबैले बुझिसकेको छ अब म उता छिर्छु भने मलाई छिराइदिन्छन् कि त्यही भन्ने डर क्या अलिकति थोरै भयो त मेरो मान्छेहरूले बुझिसकेको छ अब छिर अब सिधा भन्दा म पनि त अलिकति थोरै उगाएर म पनि त छोडेर भाग्छु भन्ने तिर लागिरहेको मान्छेहरूलाई थाहा भइसकेको छ कि दिपेन्द्र केमा छ र ऊ केमा बस्छ के गर्छ होइन अब सबैलाई थाहा छ अब यहाँ आएर सोधिहाल्छन् तपाईँले किन्दै हुन्छ हो तपाईँले बेच्दै हुन्छ हो त्यो सोधेर वात्तै दौडेर गरिहाल्छन् के होइन मैले यो एनएफएसको चाहिँ त झन् सब सीबाट उठाएँ त्योभन्दा अलिकति बेसी नै उठाएँ त्यही पनि के त्यो माइनसमा गएकोलाई चाहिँ अलिकति के हो हतार गर्नु त्यसलाई त रहिराखोस् न भनेर छोडिदिएर क्या अलिकति बेसी नै अलिकति प्रफिटतिरै परेपछि निक्लिउँ न भन्ने जोस आयो भरे बसिराखिरहेको छौँ ठिक छ हजुर सबैले लाइक सेयर गर्दै गरौँ है यी साथीहरू फलो नगरेका साथीहरूले फलो गर्नु होला ल माथि भएको साथीहरूले मजाले प्रश्न राख्दै जाउँ है छिटो है कसैलाई बोल्नु छ भने नयाँ साथीहरूले लिदिनु नि जिनिसा माथि आउँछु किन भनिरहेको थियो मैले बुझिनँ माथि तान्नु भनेर किन भनिरहेको थियो मलाई हजुर एक कुरा जस्तो लागेको थियो दाइ नमस्ते हजुर आरामै हुनुहुन्छ दाइ आरामै हजुर अब माथि आउँछु भने किन आउँछु रे म चाहिँ बुटुलबाट हो दाइ हजुर म चाहिँ बुटुलदेखि हो हजुर सर म हजुरको लाइभ चाहिँ एकदम प्रत्येक दिन सुनिरहेको हुन्छु हेरिरहेको हुन्छु धन्यवाद हजुर अनि म पनि अब यही हाम्रै स्क्रिप्टमा छु के अनि म चाहिँ काठमाडौँ आउने सोचमा छु दाइ यसो हजुरलाई आएर यसो हजुरसँग फोटो खिच्ने इच्छा छ मैले हजुरलाई अब यसो शशाङ्क सरलाई भन्छु र म आउँछु नि सर आउनुहोस् मजाले आउनुहोस् सर हुन्छ सर त्यही भन्नुलाई हस् थ्याङ्क यू ल साथीहरू प्रश्न राखौँ है आज डनजी गायब हुनुहुन्छ अब आज अब गाउँतिर सबैतिर हल्ला फैलाउँदै हुनुहुन्छ होला मैले जो सिकाएँ राइट यति आउँदैछ यो गर्दैछु पर्सिदेखि सर्किट छ लगातार भनेर आज डन्जीको अब खुट्टा भुइँमा छैन त अब अलिअलि लिँदै दिँदै हुनुहुन्छ जय सियाराम दाइ दाजु जय सियाराम दाजु जय सियाराम दाजु अनि यो हजुर डेभलपमेन्ट लोक्याप डेभलपमेन्ट र जोशी अनि यो एनएफएस तिर चाहिँ हुनुहुन्न
एनएफएस छोडेको 1 वर्ष भइसक्यो बाबु। अब फेरि आउनु पर्यो, फेरि बढाउनु पर्यो। अब 740 तिर किनेको थिएँ, अब 600कै त्यही 20 देखि 40 मै घुमे छ। म त हल्का बढ्छ कि भनेर गरेको, सपोर्ट दिनु पर्यो दाजु। हामीले छोडेको 1150 मा हजुर 700 मा छिर्नु भएको छ भने आफ्नै हिसाबले छिर्नु भएको छ। अब आफ्नै हिसाबले अगाडि बढ्नु पर्यो। त्यही अब फेरि ब्याक आयो भने 1-2 पुल हान्यो भने ठक्क राम्रो हुन्थ्यो भनेर छिरेको। अब लो जे होस् 2200 पुगेको सेयर अब 700 तिर आछ भनेपछि फेरि बढ्छ कि भनेर छिरेको। खेलाडी नभइकन कसरी बढ्छ बाबु? त्यति त पर्यो बजारमा। अलि नयाँ नै हो म होइन, त्यही भएर यसो आउनुहुन्छ कि अब एनएफएस तिर, अब फाइनेन्स तिर। पैसा लिमिटेड छ, रिसोर्सेस आर लिमिटेड एन्ड वान्ट्स आर अनलिमिटेड। सो वी नीड टु प्रायोरिटाइज आवर रिसोर्सेस एन्ड निड्स है। हुन्छ दाजु। मान्छे लोक्याप इकोनोमिक्समा पढ्नु भएको छ कि छैन यो कुराहरू? हजुर इन्जिनियरिङ इकोनोमिक्समा पढ्नु भएको छ। ल त्यसो है होइन, हामीले के बुझ्नु पर्यो भने हाम्रो रिसोर्सेसहरू लिमिटेड छ र त्यो रिसोर्सेसहरू हाम्रो 4वटा अल्ट्रा लो क्याप र छौँ अरू कसैको लागि भन्छ सिफ्ट हुनु पर्यो एसएपीडीएल तिर। अब मजाले हुन्छ धन्यवाद दाजु। धन्यवाद। अरू साथीहरू यहाँ एउटा तामाङजीले इन्भेस्टमेन्ट सेभ गर्न छ र डेली प्रफिट बुक गर्न छ भने मलाई मेसेज डाइरेक्ट गर्नु होला भन्नुहुन्थ्यो। माथि तानेको आउँदै आउनुहुन्न किन?